विपक्षका मान्यजीहरूले अलि टिप्पणी भन्दा पनि गाली गलौजको भाषा बोल्नुभएको थियो। म त्यतापट्टि जान चाहिनँ, गइनँ। ऐना अगाडि राख्ने, ऐनामा हेर्ने अनि यस्तो रहेछस् उस्तो रहेछस् भनेर अरूलाई गाली गर्ने, त्यो अलि त्यसमा केही भनिरहनु आवश्यक छैन जस्तो लाग्छ। आफै ऐना हेर्ने, आफै आफ्नै अनुहार देख्ने अनि अरूलाई गाली गर्ने, त्यसो नगरे हुन्थ्यो भन्ने मात्रै मेरो आग्रह। म सवाल जवाफमा गइरहन चाहन्न, आवश्यकै छैन जस्तो लाग्छ। हामीले संसदको बहसलाई सामाजिक सञ्जालका टिप्पणीहरूको तहमा ओह्राल्नु हुँदैन भन्ने मलाई लाग्छ। आश्चर्य एउटा के कुरामा लागेको छ भने अधिनायकवादी प्रणाली हुँदा, निरङ्कुश प्रणाली हुँदा संविधान कानुनको दुहाई दिएर माइक फुट्ने गरी कराउने साथीहरू आज खुलेआम लोकतान्त्रिक प्रणालीभित्र लोकतन्त्र उल्टाउने सङ्घर्ष गर्नुहुन्छ र देशलाई प्रतिगमनमा लाने हुङ्कार गर्नुहुन्छ। अचम्म लाग्छ मलाई, के गरेको यो? जेठ 15 गते, यसपल्टको जेठ 15 गते होइन, अब आउने कुनै पनि जेठ 15 गते पर्खिनुहोस्, तपाईँहरूको सपना साकार हुने छैन। यो प्रतिगामी सपना काम लाग्दैन, त्यसमा जोड नगर्न म आग्रह गर्न चाहन्छु। बङ्गलादेश बनाउँछु भन्नुहुन्छ, बङ्गलादेश बनाए पनि त त्यहाँ त राजा त फर्काएन नि त, उहिलेको राजा थियो नि त, त्यहाँ पनि एउटा राजा फर्काएन नि त बङ्गलादेशमा। श्रीलङ्कामा पनि राजा फर्काएको होइन, लोकतन्त्रभित्रको कुरा हो। तपाईँहरूले लोकतन्त्रभित्रको, संविधानभित्रको कुरा, प्रणालीभित्रको कुरा, शान्तिपूर्ण आन्दोलनभित्रको कुरा गर्न सिके राम्रो हुन्थ्यो भन्ने मेरो विनम्र सुझाव छ। यति भन्न चाहन्छु, देश संविधान र कानुन अनुसार चल्छ र सबैले संविधान र कानुन अन्तर्गत चल्न तयार हुनुपर्दछ। तयार हुनु भएन भने संविधान र कानुनले आफै त्यसमा डिल गर्नेछ। ऐना हेरेर आफै अनुहार हेर्दै अरूलाई गाली गर्दै गर्नु र प्रतिगमनको वकालत गरेर सिलिङमा टाउको ठोक्ने गरी उफ्रिनुको कुनै अर्थ छैन यो लोकतान्त्रिक प्रणालीभित्र भन्ने मैले निवेदन मात्रै गर्न खोजेको।